गाइस गुड मर्निङ नमस्ते है। दसैँ कस्तो भयो सम्पूर्णको। म चाहिँ आज अब दसैँ सकिएपछि होइन अब आइसकेको छु फेरि। अब कारखाना खुलिसकेको छ अब होइन। अब काम गर्नु पर्यो। यो बर्खाले पानीले है बिजोग बनाइरहेछ। अब यस्तै छ। काठहरू अब चिरान मात्रै छ, गोलियाहरू हाम्रो अगाडि झरेको सबै सकिसकेका छौँ होइन। अब आज चाहिँ पूर्णिमा, टिका सकिने दिन रहेछ है। सम्पूर्णको दसैँ कस्तो भयो त समग्रमा होइन, कमेन्ट गर्नु होला, भन्नु होला कस्तो भयो के भयो। हाम्रो चाहिँ अब टिका लगायो। टिकाको भोलिपल्ट एकादशीको दिनसम्म पनि ठिक थियो। त्यसपछि हाम्रो एकजना अब सुसाइड गर्नुभएछ है। ठिक छ, त्यस्तो टिका लगाउन पाइयो, त्यही ठुलो कुरा हो होइन। अब आज चाहिँ म आइसकेको छु। हाम्रो अब अस्ति यहाँ भरिभर आऊ गोलिया थियो, सकिसकेको छ। अब फेरि हामी सिन्धुलीतिर लाग्ने योजना छ होइन। टक्क सक्नु पर्यो नि त सबै काम है त गाइस। ल सो यस्तै छ। अब आजदेखि काम चालु गर्ने भन्ने योजनामा हो होइन। अर्डरहरू केही छैन अहिले, व्यापार एकदम मन्दी भएको छ होइन। सबैको त्यही नै होला सायद है। अब यस्तै छ, हेर्नु होला कारखानाको अवस्था के छ कस्तो छ होइन, कसरी काम गर्ने भन्ने कुराहरू हामीले देखाइसकेका छौँ। र तपाईँहरू यदि घर बनाउँदै हुनुहुन्छ भने होइन, अब झ्याल ढोका फाउन्डेसनको काम गर्नुभन्दा अगाडि नै चाहिने कुराहरू हो। जस्तो झ्याल ढोका चौकसहरू चाहिँदैछ भने अब अहिले बजारमा अब छ्याप्छ्याप्ती तपाईँको नेपाली काठमा र मलेसियन बर्मेली लात्रा काठहरू हुन्छ। अब हाम्रोमा त्यस्तो हुँदैन। हाम्रो टेन्डरबाट आएको होइन, एकदम मोटो मोटो गोलिया हुन्छ। तपाईँहरूले फेन्टा छानेर रेट पनि एकदम कम्प्रोमाइज रेटमै, सस्तो रेटमै तपाईँहरूले पाउनुहुन्छ है। ल चाहियो भने सम्पर्क गर्नु होला होइन। हाम्रो युट्युब भिडियो, हाम्रो टिकटक भिडियो हेरेर आउनुहुनेलाई अझ डिस्काउन्ट हुनेछ होइन। अल नेपाल डेलिभरीको सुविधा पनि राखेको छ हाम्रोमा होइन। र एचआर भ्लगलाई सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला होइन। हरेक खालका भिडियोहरू लिएर आउने गर्छु म होइन। अब उपभोक्तालाई चाहिने, तपाईँहरूलाई चाहिने काम लाग्ने चिजहरूदेखि लिएर होइन, मनोरञ्जनका कुराहरूदेखि लिएर हरेक खालको भिडियोहरू अपलोड हुने नै छ, आउने नै छ। साथ दिँदै जानु होला। अब अहिलेसम्म चाहिँ मेरो 92 सब्सक्राइबर पुऱ्याउन सकेको छु मैले यो 1 महिनामा होइन। अब 1000 पुऱ्याउने टार्गेट हो। 1000 पुऱ्याएपछि म तपाईँहरूलाई एउटा केही गर्ने नै छु। धन्यवाद।